राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछाने बिरामी परेका छन्। लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए। रवि लामिछानेलाई भाइरल ज्वरो आएको छ, दौडधुप र प्रेसरको कारणले होला। आचार्यले भने पुरानो खुट्टाको घाउले होइन, खुट्टाको घाउ निको हुँदैछ। आचार्यका अनुसार लामिछाने अस्पताल भर्ना भएका छैनन्। उनी काठमाडौँको बुढा नीलकण्ठ स्थित निवासमा आराम गरेर बसेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले हिन्दू राष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी र बालन शाह नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रस्ताव गरेका छन्। नयाँ बन्ने सरकारलाई संसदमा 2/3 बहुमतको लागि 2 सिट कम भएको बताउँदै सो अफर गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, रासोपा र नयाँ बन्ने बालन शाह नेतृत्वको सरकारलाई संसदमा 2/3 बहुमतको निम्ति 2 सिट कम छ। यदि बालन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समान